9 वर्ष सडकमा सेवा गरी 2071 मा चाहिँ हाम्रो संस्था दर्ता भएर यो जग्गा पाएको हुनाले अनि विधिवत रूपले संस्था दर्ता गरेर अगाडि बढेको। यो गौ संरक्षणतिरको अभियानमा जोडिने त्यो अब पारिवारिक पृष्ठभूमि कसरी यतातिर लाग्नुभयो हजुर? होइन, म सानैदेखि हरेक प्राणीलाई माया गर्ने, अब यसो हेरी बुझी गधादेखि कुकुर बिरालो सबैलाई सेवा गर्ने संस्था भेट भयो, भेट्टाएँ। तर गाई बाछा छैन। शिवका देवकान देव महादेव पशुपतिनाथ, उहाँ शिवका वाहन गोरु भन्छौँ नि हामी, नन्दी, उनलाई पनि सेवा गर्ने मान्छे देखिन। अनि पशुपतिनाथ पत्ता लगाइदिने गौमाताको पनि उनका सन्तानको पनि सेवा गर्ने देखिन, राज्य लिन गरे देखिन। अनि मैले 9 वर्ष सडकमा गरेँ। त्यो 2-4वटा घटनाले एकदम धेरै झकझगायो, मलाई प्रेरणा जगायो। अब म एक दिन जानु छ संसार छोडेर, जान त हामी सबै जाने, यी गाई बाछा सडकमा छोड्ने पनि जाने, गाईको जग्गा हडपिनेहरू पनि जाने होइन र, त्यहाँ पशुपतिनाथ महादेवलाई पूजा गर्ने जाने, यो यहाँका प्राइम मिनिस्टरदेखि सारा जीव सबै जाने हो नि। तर मानवता हराउँदै गएको। यही गाईलाई गोरुलाई वर्षमा एकचोटि 3 किलोमिटरदेखि 5 किलोमिटर टाढा गएर पूजा गर्ने, त्यो दिन एक दिनको लागि सम्मान गर्ने। ल हेर्नुहोस् त, हामीले पूजा त कुकुरलाई नि गर्छौँ, भूमिलाई नि पूजा गर्छौँ होइन र, एकदम काग चराचुरुङ्गी पन्छी सारालाई पूजा गर्छौँ। तर अरू दिन व्यवस्था गऱ्यौँ के। अब अरूलाई जस्तो यिनीहरूलाई तुलना गर्न नि मिलेन। राष्ट्रिय जनावर अनि आराध्य देव भगवान पत्ता लगाइदिने, ठुला ठुला धार्मिक स्थल पत्ता लगाउने गाईका सन्तान, यो विश्वको गुरुदेश। समुद्र मन्थनदा पनि प्रकट भएका गाई होइन। यो गोपाल वंशीको यो राजकाजमा महातीर्थमा राजधानी, यो चाहिँ गाईकै जग्गाहरू छ कि। बागमती कलकल बग्ने, त्यहाँ बागमती नदी, गङ्गा, यता गङ्गा बागमती पारी गौचरण, यो पनि गौचरण, सारा गौचरण। अनि त्यो त्यतिखेर मान्छे त आध्यात्मिक एकदम धार्मिक संस्कार जोगाउनुपर्छ। एउटा घरमा एउटा गाई अनिवार्य हुनुपर्छ भन्ने बेला थियो नि। विश्वेश्वर प्रधानमन्त्री हुँदा नि एउटा घरमा गाई नुटुटोस् भनेको छैन र। अहिलेका काङ्ग्रेसका नेताहरू देख्नु भएको छ, गाईलाई नजिक भयो भने ढोकिदिनु होला। काहीँ पनि कुनै गौशाला बनाउनलाई नेताहरूले पहिला छुट्टा थापाउनु भएको छ। यहाँका धर्मगुरुहरूले अहिलेसम्म नेपालमा, हजुरहरूको काम हो नि मिडियाको होइन र, धर्मगुरुहरूले गौशाला बनाएर सुन्नु भएको छ। पहिला ऋषि मुनिहरूले बनाउनु भयो, अनि त्यहाँको जसले राजकाज चलाए उहाँहरूले बनाउनु भयो, खोइ त। नत्र सरकारले अहिले पनि खोतल्नु पऱ्यो नि प्रभु। म मिडियाका मित्रहरूलाई प्रभु भन्छु क्या। तपाईँहरू नाम चलेर देशको चौथो अङ्ग होइन, चौथो अङ्ग भनेर छाती पिट्नुहुन्छ। अनि गाईको लागि छुट्याएको 15-20 करोड कहाँ गयो भनेर अहिलेसम्म पत्रकारले सोध्या थाहा छ त हजुरलाई? थाहा छैन नि। अनि काठमाडौँले ठुलो कान्जी हाउस बनायो भनेर बेला बेला समाचार सुन्छौँ नि। कस्ता महामित्र हुनुहुन्छ उहाँ। मिडियाकै मान्छेले बोलाइन्थ्यो, त्यो गरेर अर्को मिडियाले खोतल्नु पऱ्यो नि फेरि। अनि $3 राख्ने घाँस पराल पनि नदिने, तिनीहरूको पैसा 100 वटा छ भनेर खान मिल्छ। त्यो टोइलेटमा गएर भोक लाग्यो भने टोइलेट आँची खान मिल्छ? त्यो आँची खाएकै छ र भएन? हजुरको भाग मैले कसैको भाग खोसेर खान मिल्छ? यो सारा राज्यले के गर्यो भने नि, महापुरुष जसले राज्य सञ्चालन गर्नुभएको थियो, त्यो गौचरण है, गौमातालाई भनेर छुट्याएको नि एयरपोर्ट। ल देशलाई खाँचो भयो, एयरपोर्ट बन्यो होइन, हामी पनि खुसी छौँ। अब हामी कहाँ टाढा पुग्नु पर्थ्यो होला, दौडेर हिँडेर गएर पनि 15 मिनटमा एयरपोर्ट छेड्छौँ नि यहाँबाट भनेपछि सबै खुसी छन्। तर गाईको जग्गा खोसेर फेरि सट्टा भर्न दिनु पर्दैन। अनि राष्ट्रिय जनावर राष्ट्रिय जङ्गलमा चर्न पाउनु पर्दैन। अनि अहिलेसम्म कुन चाहिँ देख्नु भएको छ ल भन्नुहोस् त? एकजना सञ्जय पहिला मन्त्री हुनुभयो नि, जलस्रोत मन्त्री होइन, उहाँको बुवा साह्रै आइराख्ने र उहाँले लिएर आउनुभयो एक दिन सदनमा, बोल्नु न मान्यज्यू भनेर मैले नै अनुरोध गरेँ। उहाँको बुवाको अनुरोधले गर्दा बोल्नुभएको। र कुन चाहिँ सभासद, कुन चाहिँ मन्त्रीले गाईलाई बचाउनुपर्छ, राष्ट्रिय जनावर हो, यिनीहरूको बिचल्ली पार्नुहुन्न, जिउँदो देउता हुन्,
त्यो कुन चाहिँले आवाज उठा देख्नु भएको छ? मैले भन्छु सेनाका चिफ, प्रहरीका चिफहरू, गुप्तचरका चिफ, सशस्त्रका चिफ लगायत वित्तीय संस्थादेखि भनौँ न अब बाबा हतियार प्रमुख होइन र ल कहीँ हेर्नुहोस् त तपाईँ सपोज यहाँ नजिकै कतै 50 रोपनी जग्गा खाली छ गाईको लागि कुरा चलाउनुहोस् त त्यहाँका व्यक्तित्व त्यहाँका मान्ने गुन्ने मान्छे त्यहाँका जनताहरू होइन हाम्रो बिहान दौडिन चाहिन्छ, हाम्रो गाडी पार्किङ गर्न चाहिन्छ, हाम्रो यहाँ बिहा बटुलो भयो भने मान्छे जम्मा गर्ने थलो हुन्छ, हामीले राजनीति गऱ्यौँ भने भाषण गर्ने ठाउँ हुन्छ, त गाईलाई चाहिँ छुट्याउनु पर्छ भने कुन चाहिँ माइकल छ ल भन्नुहोस् त? छ दुःख लाग्दो कुरा होइन? विश्व गुरुदेश अस्ति मात्रै शिवरात्रि गयो, शिवरात्रिमा समाचार सुन्नुभयो? 12 देखि 14 लाख यसपालिको समाचार मैले नि सुनेको छैन। 17 लाखले दर्शन गर्नुभयो, 8 लाख यसपछि 8 लाख ल हेर्नुहोस् त 8 लाखले दर्शन गर्नुभएछ नि, 1-1 रुपियाँ दिने हैसियत भयो त 8 लाख हुन्थ्यो नि स्वागतको गाईलाई होइन र? त मानवलाई 84 लाख जिम्मा ठुलो पद जिम्मेवारी दिएर पठायो नि होइन र? तिमी मानव भएर पृथ्वीमा गएर सबैको कल्याण गर, सबैलाई दया गर, माया गर भनेर पठायो नि। किति भक्ति थापा त्यो सुत्केरी आमा जसले बच्चा छातीमा बेरेर लड्नुभयो, त्यो मृत्यु हुँदा नि बच्चाले दुध खाएको अहिलेसम्म हामीले पढ्नुपर्छ, सुन्न पाउँछौँ नि। त्यति बेलाको चाहिँ उनीहरूको राज्यप्रति त्यत्रो माया, अहिले चाहिँ हेर्नुहोस् त अहिले चाहिँ के भएको यो? गाई पालीलाई पनि देखिसकेको छैन, अनि राष्ट्रवादी भनेर निस्किने कोही मित्रहरूलाई पनि देखिसकेको छैन भनेपछि अचम्म लाग्छ मलाई त। राज्य सञ्चालक खास गरी राजनैतिक दल र सरकारप्रति यहाँको आक्रोशको भाव अहिले यहाँ व्यक्त भयो। व्यक्तिगत रूपमा तपाईहरू जस्तोले चाहिँ सक्रियतामा यो गौ संरक्षण अथवा नन्दी संरक्षण अभियान सञ्चालन गर्दाखेरि 71 सालमा को अरू जोडिनुभयो? तपाईँहरू कसरी एउटा मन मिल्यो र हामी अनि यो पशुपति क्षेत्र परिसरभित्र यो स्थान उपलब्ध भयो? त्यही त मैले भन्नुपर्दा यो गाईको जग्गा, पशुपति त गाईले पत्ता लगाइदिए अनि मान्छेले के गरे गाईको जग्गा खोज्थे कि हो। त्यो बेलामा भगवानको कृपाले होला महापुरुष जसले पशुपतिको विषयमा विद्या पारित गर्नुभएको छ, पिएचडी गर्नुभएको छ, महापुरुष डाक्टर गोविन्द टन्डन यहाँको सचिव हुनुहुन्थ्यो, उहाँ विराजमान हुनुहुन्थ्यो र उहाँ अति दयालु महापुरुषै हो, त्यस्तो दयालु होइन र? यो गाईलाई केही बचाउनु पर्छ, शिवका वाहनलाई बचाउनु पर्छ भनेर उहाँको निगाह देन हो के होइन र? भगवानको कृपा भएको उहाँलाई पनि हामीले भगवान मान्दा हुन्छ। अहिलेसम्म कुन चाहिँ सचिवले गाई बचाउनु पर्छ, यो गाईको जग्गा हो, त्यो ग्लोभ खेल्नलाई अनि धनाध्यले खेल्ने हो? गाईलाई लात्ताले हानेर अनि सोल्टी ओब्राईलाई भाडामा दिएर आहा स्कर्पियो चलेर 8-5 करोडको गाडी चढेर ग्लोभ खेल्न आउने त्यो धर्म भयो? त्यो गाईको जग्गामा ग्लोभ खेल्नेलाई पनि पाप लाग्छ भन्छु म त। गाईलाई पशु भन्न मिल्दैन, गाईको दुधलाई हाम्रो स्थानीय गाईको कुरा गरेको छु, माता भन्छौँ नि हामी त है। स्थानीय गाईको दुधलाई दुध भन्नु मिल्दैन हजुर, अमृत अमृत भन्छ। अनि जसले हामी विश्वमा हिन्दूहरूको एकमात्र ठुलो तीर्थस्थल कहाँ भन्दा पशुपति हो, देवकान देव महादेव हो। अनि त्यही महादेव पत्ता लगाइदिने गौका सन्तान र त्यही महादेवको वाहनलाई विस्थापित अदालतको आदेश, न्यायालय होइन न्यायमूर्तिहरूले अति आवश्यक बाहेक गाईलाई खाना नखाउनु भनेको छ। यसपालि 1.5 लाखको पिठो हाम्रो भिज्यो ल हेर्नुहोस् त। यो के भइदियो भने नि गाईलाई विस्थापन गर्न, त्यो भने देशलाई सङ्कट, त्यो प्राण जानलाई मान्छेलाई ठाउँ सार्छन् नि टोलासा मोठमुनि हगि। गाईलाई विस्थापित गर्नु भने त्यही हो नि, देशलाई सङ्कट हो नि। तर कसले बुद्धि नि भने धर्मगुरुहरू किन बोल्दैनन् भने उहाँहरूको त बोली बिग्छ नि। उहाँहरूका नेता राजनीति गर्नेदेखि लिएर ठुला ठुला पदाधिकारी लम्पसार पर्न जान्छन् त। ती लम्पसार पर्न जाने धर्मगुरुहरूले गौशाला बनाएको थाहा छ? म रोइदिएँ, मैले 2 दिन भात छाडिदिएँ, अब गाईको कल्याण हुन्छ भने त सुन्नु भएको छ नि। त्यति गर्दा कल्याण हुन्छ?
त्यही गुरुहरू 30 करोड खर्च गरेर नेपाल आमाको मूर्ति बनाउँदै हुनुहुन्छ। त्यो चाहिँ धर्म जिउँदो मैले भने ती रिपोर्टर्स क्लबमा ए प्रभु परमेश्वर कमसेकम 5-7 करोड छुट्याएर गौमाता गौशाला बनाऊ न, आज त अन्याय भयो गाईलाई भनेर मैले बोलेको थिएँ कि हजुरको। भनेपछि अहिले अस्ति मात्रै देख्नुभयो स्वर्गीय पण्डित नारायण प्रसादको नाउँमा उहाँका सुपुत्र होइन आहा 35 करोड खर्च गरेर मन्दिर बनाउनु भयो, धन्यवाद दिनुपर्छ। तर कुन चाहिँ गुरुले गौशाला त्यो मन्दिरमा 10वटा गाई राख्ने हैसियत भयो मन्दिर देख्नु भएको छ नेपालमा? तराई भेगमा एउटा मन्दिरमा 5 बिघादेखि 50 बिघा जग्गा छ, त्यो होइन 200 बिघा जग्गा छ। मैले त्यहाँका पीठाधीश मठाधीशलाई यीबाट नै अनुरोध गर्छु, गाई र गोरुको मल र गौतले तपाईँ अर्ग्यानिक फुल हुन्छ नि, भगवान पनि खुसी हुनुहुन्छ होला नि। साँच्चै भगवानको सेवा भए त्यो अर्ग्यानिक फुल भएछ त आहा भगवान पनि जति खुसी भएर आशीर्वाद दिनुहुन्छ होला। अनि तपाईँहरूले खाने धनियाँ गोलमुडा सागसब्जीमा पनि अर्ग्यानिक तपाईँको आयो भने 10-15 वर्ष बढ्छ होइन र? त्यसको सम्मान गर्नुहोस् न। अनि वित्तीय संस्थाहरू हुनुहुन्छ यत्रो, हेर्नुहोस् त म वित्तीय संस्थालाई नै अनुरोध, ब्याङ्क वित्तीय संस्था, ब्याङ्क वित्तीय संस्था भनेपछि ब्याङ्क वित्तीय संस्था सम्पूर्ण होइन र? त्यो राष्ट्र ब्याङ्कको निर्देशन छ तपाईँहरूको नाफाको केही पर्सेन्ट CSR-मा खर्च गर्नुपर्छ हो, सामाजिक होइन सङ्घ संस्थामा संस्थागत सामाजिक उत्तरदायित्व तपाईँले लिनुहोस् भनेको छ नि। मैले 29वटा वित्तीय संस्था ब्याङ्कहरूलाई चिठी दिएँ। एकजना महापुरुष हुनुहुन्छ नि त्यहाँ काहीँ ब्याङ्कको CEO हुनुहुन्थ्यो, मैले तालिम गरेका म्यानेजरहरू हुनुहुन्छ, मैले पढाएका विद्यार्थीहरू छन्, पक्कै माया गर्छन् भनेर 29वटा ब्याङ्कमा दिएँ। कहाँको माया गर्ने हेर्नुहोस्, एउटै ब्याङ्कले उहाँले नै गर्नुभयो, बरु केही सक्दो एउटा ब्याङ्कले गर्यो। उहाँ हुनुहुन्थ्यो कृष्णबहादुर कुँवर, उहाँ पनि महापुरुष हो होइन र? उहाँ CEO भएको मान्छे ओहो गाईलाई यस्तो सेवा रहेछ भनेर निवेदन लेख्छु भनेर हत्तपत्त सक्ने सहयोग त गर्नुभयो त उहाँहरूलाई त हामी बिर्सिन सक्दैन हुन सक्छौँ र? त नगरीको नाम लिनुहुन्छ र? यहाँले भन्नुभयो जस्तो यो गौ संरक्षण अथवा नन्दी संरक्षणप्रति सरकार, राजनैतिक दल अथवा धर्मका गुरुहरू, पीठाधीश मठाधीशहरूको अनिच्छुक किन होला? किन उहाँहरू चाहिँ गौशाला बनाउने अथवा गाई संरक्षण अभियानमा उहाँहरू त्यति इच्छुक नदेखिनु भएको कारण के हुन सक्छ? होइन, उहाँहरूलाई सजिलो ढोकै सिद्धियो कि अब त्यहाँ सेवा गरेपछि गोबर छोड्नु परेन, मेहनत गर्नु, गहुँ छोड्नु परेन। ऊ यो एउटा गोरु अहिले कहाँ हो त्यहाँ बसिया छ, 4 लाख 4.5 लाख खर्च भयो, ठनक्कै भाँचेको जुत्दाखेरि हगि ठुलो यो मेहनत गर्नु पर्यो। अनि अलिकति रिक्स भनौँ है, जोखिमपूर्ण काम भएको हुनाले सजिलो काम मात्र आफै गर्न नसके पनि यहाँहरू जस्तो यो सेवामा लाग्नुभएकाहरूलाई अप्रत्यक्ष सहयोग त गर्न सक्यो नि। कोहीले झुक्केर, सरकारले पनि झुक्केर एकजना सम्झिनुपर्छ। सापकोटा थरको नाम फ्याक्ट बिर्सी मैले, यहाँ पुराण लाउनु भएको थियो, अहिलेसम्म हामी 71 सालबाट यहाँ बस्यौँ। ओहो मैले चिन्जान पनि होइन उहाँसँग, उहाँको जन्म थलोचोक सिन्धुपाल्चोक भन्ने सुनेको छु। यहाँ शिवपुराण लाउँदाखेरि यहाँको दानपेटिका लगेर राख्थे र यी गाईलाई केही गर्नुपर्छ भनेर केही चामलदेखि केही दिनुभयो अघि, उहाँले जानेर त्यो भन्सुनमा हात थापेर माग्नु अर्को कुरा भयो अघि, कसैको सिफारिसमा दिनु अर्को कुरा भयो। कोहीले कोही घरको श्रीमतीले श्रीमानलाई सिफारिस गरेपछि दया पलाएको होइन नि, त्यो बाध्यताले दिनुपर्ने भएको होइन र? त एकजना गुरु भेटेँ मैले, आउन त हामीलाई अब यहाँ महाराजको अर्थ त हजुरहरूलाई सोध्छु म चाहिँ। मलाई एकजना ठुलो सेनाको अफिसरले, ब्रिगेडियर तहमा पुगे अफिसरले सोध्नु भएको थियो, मैले जानिनँ, एउटा पण्डितले गाली पनि खानुभयो हगि। अब यहाँ त महाराज हेर्नुहोस् कसले दिएको महाराज, ल भन्नुहोस् त? टिममा सुन्नुहुन्छ, धार्मिक कार्यक्रम चलाउनु पनि हुनुहुन्छ हगि, त्यही महाराजहरूले गौशाला बनाए नि हुने नि होइन र? अनि उहाँले भन्नुभयो महाराजको अर्थ थाहा छ भन्नुभयो, थाहा छैन भनी एकजना पण्डित यहाँ बस्नुभएको थियो, पण्डितलाई थाहा होला भनेर देखाइदिएको, पण्डितले बेसरी गाली खानुभयो।
अनि उहाँले भन्नुभयो महाराज हजुर भनेर मलाई मेरो तर खुसीको आँसु झऱ्यो। अनि उहाँले भन्नुभयो त्यो दोपर कि तेपर युगमा कृष्णले गर्नुभयो, अहिले हजुरले यत्रो काम गर्नुभएको छ, कुन माइकलले गर्यो, म फलानु मलाई आशीर्वाद बक्सुस् भन्नुभयो। मलाई झन् खुसीको आँसु झऱ्यो। अब यहाँ हेर्नु, हामी समाचार हेर्छौँ नि होइन, महाराज फलानु महाराज यति हजार 8,000 है यति हजार के पद हुँदो रहेछ नि, त्यो पद चाहिँ कहाँबाट आउने हो के? त्यो पत्रकार मित्रहरूलाई थाहा हुनुपर्ने है कि त्यो धेरै महाराज हुनुहुन्छ। एउटै महाराजलाई पनि अनुरोध त गरेको छु मैले, कोही कोही बेला परिवारको करले आएर खुवाउने अर्को कुरा भयो, गौशाला बनाउन भनेर धेरैवटा महाराजलाई अनुरोध गरेको छु। त्यो महाराजहरू कि त मलाई 50-50 चाहियो भनेर आउनुहुन्छ अघि, कुनै कुनै सरकारी स्थानीय सरकार पनि आउँछन् यहाँ, त्यो लाउके पठा होला, 15 लाख दिन्छु 7.5 लाख चाहिँ पहिले क्यास गर्नुपर्छ, चेक दिएर नि हुन्न भनेर। कस्तो राम्रो सेवा ल हेर्नुहोस् त है। त्यस्ता मान्छे कोही मान्छे आउँछन्, 15 लाख यहाँको लागि निकाल्छु, त्यो 7.5 लाख 7.5 लाख रुपियाँ मलाई क्यास दिनु पऱ्यो, म पार्छु भनेर आउनुहुन्छ कोही कोही। अब होला नि त्यस्ता, यहाँ हरेक सेटिङमा जे पनि हुन्छ। अब यो कसरी चलेको छ त यो, अब यो या यसको व्यवस्थापन कसरी भएको छ, कति गाई र यो गोरु छन्, कस्तो के छ? हामीसँग टोटल अहिले 500 पुग्न लागिसक्यो ठाउँ ठाउँमा गरेर, देशभरि नै थोरै जिल्ला, जस्तै मेरै जग्गामा गौशाला छ अघि। कुन जिल्ला? काभ्रेपलाञ्चोक। अनि हामीले यता बिथानचोक जङ्गल महाभारतमा केही छ, एउटै निकाय हो यो, एउटैबाट हामीबाटै यहाँ नअटेर हामी पुर्याउँछौँ। मैले राज्यलाई यतिसम्म भन्न गएँ मसँग जग्गा छ मेरो व्यक्तिगत, अब राज्य त गरिब हो, गरिब भन्दा नि राज्य हाँक्नेहरूको सोच गरिब हो, म जग्गा दिन्छु गोठ बनाइदिन्छु भनेर हात जोड्न नि गएँ। काठमाडौँ महानगरपालिका गएँ, भक्तपुर ठाउँ ठाउँ थिमी नगरपालिका गएँ, ओहो विचार गर्छु सार्वजनिक जग्गा खोज्छु भन्ने माखो नमार्ने कि कुनै पनि। सुन्नुहोस् न, अरू छोडिदिनुहोस् न हजुर, कति दुःख लाग्छ। हरेक नगरपालिकामा टेक्निसियन टोली, पशु प्रमुख, पशुसँगका प्रमुख भनेर भेटनरी डक्टरहरू हुनुहुन्छ, टेक्निसियनहरू हुनुहुन्छ। अहिलेसम्म कुन चाहिँ माइकल बहादुर महापुरुष हुन्थ्यो त्यो, यहाँ गाईले आएर मैले हेरिरहेको छु भनेर हुनुहुन्थ्यो डाक्टर नारायण बहादुर श्रेष्ठ, उहाँ ललितपुर उपत्यका विज्ञ केन्द्रको प्रमुख हुनुहुन्थ्यो। ओहो त्यहाँ गाई एम्बुलेन्स पनि हामीलाई गाई उसार्नलाई बेला बेला उपलब्ध गराइदिनुहुन्थ्यो। औषधि के खाँचो पऱ्यो आफै हेरेर औषधि पठाइदिनुहुन्थ्यो। अहिले त आफ्नो मान्छेलाई बाइक दिन्न न हजुर, निवेदन लेखेर दियो भने ल निवेदन हामीले दर्ता गऱ्यौँ के छ भनेपछि निवेदन पठाइदिनु भन्नुहुन्छ। अनि निवेदन पठाएपछि दर्ता गर्नुभयो, के मैले पठाएपछि औषधि निकासा भएपछि खबर गरौँला। त्यो लम्पीको मारामार थाहा पाउनु हो नि है, धेरै लाख गाई मरे, भैँसी मरे होइन, हरेक जीव मरे नि। राज्यमा औषधि छैन, होइन व्यक्तिले किन्नलाई औषधि भयो, राज्यले दिने औषधि छैन, हामीले किनेर लगाइसकेपछि बल्ल राज्यमा आउँछ भनेपछि। अनि यहाँ हामी राज्यमा अनुभूति, राज्यबाट सुविधा पाइन्छ भनेर मक्ख भएर बस्ने जमाना छ। हजुरहरूको काम हो त्यो, मिडिया पत्रकार मित्रहरूको काम हो क्या। अहिलेसम्म राज्यले किसानहरूलाई सहुलियत ऋण दिएको, राम्रो किसान, इमान्दारी किसान, मरिमरि पसिना निकालेर काम गर्ने किसानले कतिजनाले पाएको छ? साँच्चीकै किसानले हजुर पाएको छ? कमै छ, छन त छन् तर अब कमै छ। साह्रै बाबा 100 जना उनीहरूको मान्छेले पायो भने एकजना झुकेर त्यही पहुँच होला, होइन एकजनालाई दिउँ भनेर दिया होला। जबसम्म कर्मचारीले हामी राज्यको ट्याक्सबाट तलब खान्छु, मेरो घर परिवार त्यही ट्याक्स गरेर पाल्या हुन्छु, राज्यले मैले काम गरे बापत मेरो अवधि सिद्धिएपछि पेन्सन दिन्छ, बिचमा छोड्यो भने उपदान दिन्छ, मैले जनताको काम राम्रो गर्नुपर्छ भन्ने भावना भएका कुनै कर्मचारी भेट्नु भएको छ? दुःखलाग्दो कुरा। नत्र भने यही हेर्छ न, आहा गाईले पत्ता लगाइदिए, पशुपति पशुधिकारले कोष बन्यो, कोषमा 200-300 राजनीति नियुक्ति भागभण्डामा कर्मचारी सरसफाइ मात्रै भराना हुन्छ। कोषले यहाँ चाहिँ कति सहयोग गर्छ? आहा कोषले एक चिम्टी नुन पनि गराएको छैन भने चाहिँ छोडिदिनु, हाँसो लाग्दो कुरा। डाक्टर टन्टन भएको बेलामा मर्यो, अन्त्येष्टि भयो, यसो सहयोगी काम गर्नेहरू आउँथे, यो एरिया नि सरसफाइ गर्नु भनेको थियो, ऊ त्यहाँ ढल फुट्याएको छ। त्यो हाम्रो काम हो र? संयोजक त कोष हो नि होइन र?
डाक्टर टन्टनले दिनुभयो सबैले आएर यहाँ के भन्छन् भने कोषका भरौटे यिनीहरू कर्मचारी तलब खाएका छन् भनेर थर्काउँछन्। कोषले भनियो भने एक चिम्टी नुन दिएको छैन भने चाहिँ अब छोडिदिनु सर कुरा। यहाँ चाहिँ कति छन्? यहाँ चाहिँ गाई र गोरु गरेर कति बाछा कति छन् यहाँ? हामीले अहिले ओसार्दैछौँ दिनमा 5 7 7वटा 10वटा कपन यहाँ थिए अस्ति 100 कपन गुम्मा भन्दा मुनि। यहाँ चाहिँ कति अहिले कति छन्? अहिले त्यो 180बाट त्यो 50-55 होला नि अहिले भने जम्मा 50-55 होइन 150-55 150 छन् यहाँभित्र। 50-55 यहाँ छन्, पछाडि छन्, यता छन्, भित्र छन् गरेर सबै ठाउँमा टोटल गरेर। अब यसको व्यवस्थापन खर्च कसरी चल्या छ, के छ, यो समिति कसरी चल्या छ? होइन म सबै यो हाम्रो भक्तजनहरू धार्मिक व्यक्तित्व भन्नुपर्छ, मनकारी भन्नुपर्छ। यो न धर्मगुरुहरूले झुकेर गर्ने, सरकारले झुकेर गर्ने अर्को कुरा पाठ हो। अहिले शुद्ध मनकारी नियमित रूपमा यसलाई संरक्षण गर्ने होइन। हामी के भनेका छौँ भनेदेखि जसले हाम्रो कार्यक्रमहरू हेर्नुहुन्छ यो हजुरकै अनलाइन कार्यक्रम होइन, यो हाम्रो ढिप्री मिडिया जसले हेर्नुहुन्छ सबै आमा बुबा दिदी बहिनी दाजुभाइ देश विदेशमा रहन हुने पृथ्वी सबैको साझा हो। आज पशुपति पत्ता लाउने गौमाता, सेवाका वाहन गोरु, यो विश्वको गुरुदेशमा दुःख पाउनु भएको छ। हजुरहरू सदस्य बनिदिनुहोस्। हाम्रो के अभियान छ भने सदस्य बनिदिनुहोस्, 5500 रुपियाँ लाग्छ। लाइफ मेम्बर साधारण सदस्य 5500 रुपियाँ तिरेपछि आजीवन साधारण सबै सदस्य भइयो। अनि उहाँ सदस्यहरूलाई हामी के भन्छौँ भने नि तपाईँ सक्नुहुन्छ भने एक कप चिया, फेरि चिया त धेरै महँगो पनि हुन्छ नि, त्यो 20 रुपियाँ जाने चिया, त्यसको एक कप चियाको पैसा छुटाउनुहोस्। त्यो पनि गाह्रो भयो भने आधा कप 10 रुपियाँ छुटाउनुहोस्। 10 रुपियाँ पनि छुटाउन गाह्रो भयो भने 5 रुपियाँ छुटाउनुहोस्। हामी निरन्तर यिनीहरूको सेवा गरौँ, यिनीहरूलाई बचाउँ भन्न चाहन्छु। र अनि अरू हामी जस्ता माया छौँ। अहिले हामी कपनमा काभ्रेमा गौशाला बनाउँदैछौँ। अहिले बेथानचोकको 1 नम्बरमा पनि हामी कोसिस गरिरहेछौँ। काभ्रेको 5 खालमा त्यहाँका उपभोक्ता समितिले केही जग्गा छुट्याएर सरकारलाई पहल गर्दै गर्ने, त्यहाँ पनि हामी काम सुरु गर्न थालेका छौँ। हामीलाई जस्ता सहयोग गर्नुहोस्, पोल सहयोग गर्नुहोस्, सिमेन्टी बालुवा के सक्नुहुन्छ, यहाँहरूको के गर्दा आत्मा खुसी हुन्छ सहयोग गर्नुहोस्। नभए हामीलाई चोक पराल सहयोग गर्नुहोस्। सहयोग पैसै दिएर सहयोग होइन नि, सामान दिएर नि सहयोग हुन्छ। अनि म उद्योगपतिहरूलाई नि भन्छु, ल हेर्नुहोस् त यही सुमार्गी भन्ने हाम्रो अजय सुमार्गी है, उहाँलाई उपेन्द्र यादवज्यूलाई, मिनबहादुर गुरुङज्यूलाई भाटबटिनको होइन, उपेन्द्र महतो होइन हाम्रो एनसेल ल्याउने होइन, र विनोद चौधरीज्यू जस्तो तपाईँ के गर्नुहुन्छ संसारमा। म एउटा त्यो कथा नि भनौँ, कथा होइन साँच्चैको घटना, धनाढ्यको घटना। अमेरिका विश्वको धनी अमेरिकाको तेल रिफाइन नाम बिर्सी, उहाँलाई 51 वर्ष हुँदा रोग लागेछ। त्यो करोडौँमा हुने रोग। अनि डक्टरले रिपोर्ट हेर्नुभयो, रिपोर्ट आयो उहाँलाई बचाउनु मुस्किल। तपाईँ हामीले भनेको मान्नुभयो भने केही समय बाँच्नुहुन्छ, 1 वर्ष चाहन्छु भनेपछि उहाँलाई भयङ्कर चिन्ता पर्यो। पैसाले त बाँच्ने रहेछु, म के गर्नु, मैले केही गर्नुपर्छ। म 1 वर्षभन्दा बाँच्दिनँ भनेपछि ठुला अनुसन्धान केन्द्र, हस्पिटल, पाठशाला, स्कुलहरू बनाउन लाएर हस्तान्तरण गर्नुभयो। खुसी हुनुभयो, म जाने बेला आइसक्यो भन्ठान्नुभयो। अब तै पनि डक्टरको एकचोटि फेरि चेक गरौँ भनेर जानुभएको, रोगै छैन। ल हेर्नुहोस्, डक्टरले 1 वर्षभन्दा बचाउन सक्दिनँ भनेको भगवानको कृपा भयो नि, राम्रो काम गर्नुभयो, समाजसेवा भयो, उपकारी काम भयो, 96 वर्ष बाँच्नुभयो। तपाईँ नेपालका उद्योगपति धनाढ्यहरू जस्तै पशुपति शमशेर जस्तो धनाढ्यलाई हेर्नुहोस्, जग्गा कति छ भने थाहा छैन। मैले 5 खालमा पनि आएको, उहाँसँग मनै छैन के। त्यो पहिला कर्ममा बाबुआजेले कसैले राम्रो काम गर्दै होला नि, जन्मिनुभयो, धनाढ्य हुनुभयो होइन त, भावना छैन। उहाँले गाई पाल्नुहुन्छ, गोरु ल्याएर बाँच्न छोड्न पठाउनुहुन्छ भनेपछि अनि के अर्थ भयो र? नत्र त कर्म राम्रो गरेर त देशको प्रधानमन्त्री हुनुहुन्थ्यो नि होइन र? भनेपछि यो गाईलाई माया गर्ने देखिनँ क्या मैले। यो हामी त दौडिँदा चिच्याउँदा नि, अहिले हजुरै भन्नुहोस् न, गाईको लागि लड्ने नेता कोही हुनुहुन्छ त?
गाईलाई लड्ने नेता त कोही हुन्न नि भनेपछि अब यो राज्यले पैसा छुट्याउँछ हजुर अब यो पालि अहिले के गरेछ थाहा कस्तो छ छैन वार्षिक बजेट कति होइन 15-20 करोड गाईको व्यवस्थापन गर्न भनेर समग्र देशभरिलाई देशभरिलाई अहिले कुन चाहिँ देशमा गाईले कहाँ चाहिँ के गरेछ देशभरि गरेर नि होइन गौशालाहरू काहीँ भएको ठाउँमा होइन गर्नुभएको छ राम्रो जस्तै गोपाल हमालले गर्नुभएको छ उहाँलाई जय जय भन्नुपर्छ पहिला चाहिँ नेपालगञ्जको मेयर हाम्रो धवल शमशेर अहिलेको मान्ने अहिले पूर्व मान्ने होइन उहाँले गर्नुभएको थियो त्यो गाई लगाएर पश्चिमतिर भिडतिर खसालेपछि अलिकति हङ्गामा मच्चियो गर्न खोज्नु भएको थियो धवल शमशेरले पनि भनेपछि अरू त खोइ गाई लगाएर कररानीमा हालिदिन्छ ल हेर्नुहोस् अनि राज्य के भन्छ त्यसलाई मुखदर्शक भएर बस्छ होइन भनेपछि यो देशमा जिउँदो देउतालाई लगेर बगाइदिन्छन् अनि मर्यो भने ल हेर्नुहोस् मर्यो भनेर कतिपय हामी देख्छौँ नि नगरपालिका गाडीले के अरे गाईलाई मर्या उसलाई ताने जस्तो ताने नि देखाएको छ होइन त्यो पापका भारी बोके होइनन् अहिले यही जन्ममा सिद्धिन्छ नि यो कलियुगमा कुर्नु पछि होइन हजुर पछि त मैले अर्को जन्ममा तिर्यो भने त एक गाई गौशालालाई पैसा दिनुहोस् भन्थेँ म सापट यहाँहरूलाई सहयोग गर्ने अहिले आजीवन सदस्य यो यहाँ चाहिँ कति हुनुहुन्छ लगभग 600-700 जना पुग्नुभयो 600-700 यहाँको लागि मात्र हो कि त्यो देशभरिलाई ए यहाँ एकमुष्ट देशभरिलाई हामीले सुरुमा भनेनौँ नि हामीले यत्रो काम गरेका छौँ राज्यमा दयालु त होला नि त्यत्रो मन्त्री परिषदमा स्थानीय सरकार प्रदेश सरकार केन्द्रीय सरकार गरेर यो विश्वमा चाइना सबभन्दा ठुलो देश रसिया सबभन्दा ठुलो देश होइन र त्यहाँ यत्र पदाधिकारी देख्नु भएको छ त्यत्रमा त एउटा न एउटा गाई प्रेमी खोइ गएको भने दुःखलाग्दो कुरा नि एकजना नेपाली काङ्ग्रेसको सभासद हुँदा सञ्जय गौतम कसैको आशीर्वाद भन्छुन गरेर होला भन्छु उहाँको बुवा मैले नि अनुरोध गरेको थिएँ सदनमा बोल्नुभयो त्यही आशीर्वाद लाएर मन्त्री हुनुभयो वामदेवलाई पछाडि दिनुभयो वामदेवज्यूलाई चाहिँ गाईको शराब लायो कसरी भनेर सोध्नु होला वामदेवज्यूले गाईको फाले फालिदिनु भयो त्यो हामीले यो सङ्घर्ष गर्दा गर्दा मैले मुख्य सचिव लीलामुनि पौडेलज्यूलाई हजुर रिटायर हुन 1.5 वर्ष बाँकी छ बागमती गङ्गा मातालाई त्यत्रो गर्नुभयो गाईलाई के गर्नुपर्छ मुख्य सचिव भनेर अनुरोध गरेका थिएँ हाम्रो यहाँको पनि सदस्य उहाँ आजीवन सदस्य गर्छु भन्दै उहाँ रिटायर हुन लाग्यो म फोन गरेर उहाँलाई चाहिँ झकझगाउन छाडिनँ उहाँ बाहिर टाढा कार्यक्रममा हुनुहुन्थ्यो अनि म आउँछु पर्सि मङ्गलबार मलाई सम्झाउनुहोस् है बिर्सिन्छु नि उपानजी भन्नुभयो मैले आलार्म राखेर सम्झाएँ आउनुभयो सबै देखाएँ सबै अवलोकन गरेपछि कुर्सी दिई बस्नु भएन उभि फोन गर्नुभयो तुरुन्त वातावरण सचिव कृषि सचिव पशु उत्पादनका डिजी लगायत सम्बन्धित मान्छेहरू आउनुभयो निर्देशन दिनुभयो त्यसको 1 हप्ताभित्र वातावरण मन्त्रालयमा मिटिङ भयो उपत्यका नगरपालिकालाई निर्देशन दिने र वातावरण सम्बन्धी कारबाही गर्ने उहाँले यति राम्रो काम गर्नुपर्छ सार्वजनिक खोजेर गौशाला बनाएर हस्तान्तरण गरिदिने काम लगाउनुहोस् आयोग बन्यो बजेट छुट्यो विविध भयो अनि त्यो रोपैँ मन्त्रीज्यूले रोपैँ एउटा कान्न मच्चेर राजीनामा दिएको थियो नि थाहा छ यहाँलाई त्यो बेलामा चाहिँ वामदेवजीले सम्हाल्नु भएको खुस्किया राजीनामा दिए मन्त्रीज्यूको पद पनि उहाँ गृह र उप प्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्थ्यो एमालेको तर्फबाट अनि यो सम्बन्धित मन्त्रीज्यूलाई ब्रिफिङ गरेर क्याबिनेट लानुपर्ने छ अनि सचिवज्यूले ब्रिफिङ गर्नु भएछ गाई बाछाहरू भारत पाकिस्तान चाइना पुग्छन् मारिन्छन् विविध भनेपछि उहाँले बेलायत र अमेरिका जाउन् छिट्टै गाई बाछा भनेर फाइल फालिदिनु भएछ अनि मैले भने ओहो साँच्चै हो सचिवज्यू भने हो यसका चुनौतीहरू चाहिँ अब औषधि उपचार हैन त मैले हजुरलाई अघि अनुरोध गरिनँ कति छ खर्च जस्तो कस्तो हुन्छ खर्च व्यवस्था बेपत्ता हुन्छ मान्छेको भन्दा महँगो हुन्छ जान्न खोजेको एउटा सामान्य रूप हिजो त एकजनाले आएर दिनुभयो औषधि उद्योगले केही थोरै भनौँ न हामीलाई यो पालि 600 चान्चुनलाई जुका नाम लिएको जस्तो ठुलो रोग आउँदा समस्या अब यो देशमा छोटो छैन खोरे त आयो मलाई डिजीले भन्नुभयो तपाईँलाई संसारले चिनेको छैन आइहाल्छ नि अनि अतिहारमा कुरा गरेको थिएँ
त्यहाँको एकजना डिआइजीले त्यहाँ गाई मर्न लागेछ भनेर फोन गरेको दौडेर टोली आयो कि यो देश यस्तो छ हेर्नुहोस् तपाईँसँग हाम्रो सम्पर्क थियो चिनजान थियो हतियारले फोन गरेर हामी तपाईँ त्योभन्दा पहिला त टेर्नु भएन अनि कोही गाईको माया गर्ने शुभचिन्तक हुनुहुन्थ्यो हतियारबाट फोन आयो भने कि यहाँ त के छ भने नि त्यो काम गर्नै नदिने नेपालको शैली नै त्यस्तो बस्यो होइन र यहाँहरूको चाहना चाहिँ के हो यहाँ के हो भइदियोस् भन्ने हो यो नेपालभरि यहाँ मात्र पशुपतिमा मात्र होइन नेपालभरि। सारा हेर्नुहोस् एक त यो विश्व गुरुदेश कुनै प्राणीले पशुपतिका बाँदर परेवा हो कुकुर यहाँ बगन्ते नि हुनुहुन्न त्यो महन्ते भनौँ न यसलाई चाहिँ व्यवस्थापन गर्न राज्यको दायित्व होइन र एकदम। ऊ माग्ने किन भयो कसको छोरो माग्ने भयो घना सम्पत्ति नभएर माग्ने भयो कि काम गर्न नसक्ने भएर माग्ने भयो कि रोग लाएर माग्ने भयो कि त्यो दायित्व राज्यको होइन त राज्यले एउटा फुल पसलमा गुनुचो लाएर बस भन्न सक्ने हैसियत छैन छ त हाम्रो संस्कार जो हुनलाई त्यही भुटानमा हेर्नुहोस् न आहा भुटानको राजा त परमेश्वर भन्छु म त भगवान् भन्छु नेपालमै जन्मभएको हो नि यो विश्व गुरुदेशमा जन्मभएको भुटानको राजा उहाँले शासन गरेको ठाउँमा कुखुरो मर्दैन मार्न पाइन्न मासु खानु पऱ्यो नि छिमेकी राष्ट्रबाट ल्याउनुपर्छ त्यहाँ उपचारको लागि जनतालाई सम्पत्ति बेच्नु परेन राज्यको दायित्व शिक्षा र स्वास्थ्य भएपछि जनतालाई के चाहिन्छ कि यहाँ त हेर्नुहोस् पैसा नभए सिटामोल खान पाइन्न गरेका छन् नेताले भनेपछि यो देशमा यो विश्वको गुरुदेश हो गाई र गुरुको व्यवस्थापन मेचीदेखि महाकालीसम्म हुनु पर्यो यति यहाँहरू अभियानमा लाग्नु भएको छ त्यही पनि सडकमा गाई गोरु बाछाहरू हिँडेको अथवा त्यसले पनि दुर्घटना निम्ति आएका घटनाहरू पनि बेला बेलामा समाचारमा आउँछन् है त्यो पनि हाम्रो लागि चुनौती नै हो नि हिजो हामी 1 बजे आइपुगेका थियौँ राति उद्धार गरेर जङ्गलमा ल्याएर 10-11 फालिदिएको कहाँ त्यो यो त्यही त सूर्य विनायक भगवान्को नाममा त्यत्रो नगरपालिका मैले त्यहाँका मेयर उपमेयर वडा अध्यक्ष वडा सदस्य सबैलाई अनुरोध त्यहाँका भक्तजनहरू होलान् गाईलाई भेटेपछि ढोग्ने व्यक्ति त धेरै हुनुहुन्छ नि होइन र त्यो 10वटा छोडेरमा एउटा बाछी रहेछ नि बाछी त हत्तपत्त हारलाल सुकाएर गाउँले लिएर गए तँ लाने कि म लाने भनेर छैन ध्यान त शिवका वाहन गाईका गोरुको व्यवस्था त्यहाँबाट 9वटा अनि 20बाट 2टा 11वटा राति उद्धार गरेर 1 बजे आएको म त्यो राज्यको दायित्व होइन यो यहीँ ल्याएर राख्यो यहीँ ल्याएर राखेका छौँ अब 7 दिन यहाँ बेग्लै राखेर उपचार गरेर कपन लान्छौँ उपचारको प्रबन्ध कसरी हुन्छ हामीले होइन हामीले प्राइभेट डक्टरहरू है उहाँले दया मारेर कम पैसा लिइदिनु भयो भने राम्रो हो कि सरकारी डक्टर त कसले गर्छ भन्नुहोस् त कि राज्यले खटाउनु पर्यो त्यो त जनताले ट्याक्स तिरेको तलब खाऊ तिमीहरू भाग्यमानी रहेछौ तिमीहरूले जनताको कामची नगर भनेर पठायो नि त नत्र राज्यले गर्ने काम हामीले गरेका छौँ आएर एउटा डक्टरले हेर्न सक्दैन हजुरको हाम्रो अरू आम्दानीको यहाँको स्रोत के छ यो अब गाई दुधहरू पनि यहाँ अलिकति हुन्छ होला होइन सडकमा छोडेका गोरुले दुध दिन्न हजुर हामीले उल्टो गाई किनेर ल्याछौँ जुन सडकमा जनविधि फाल्छन् नि ती गाई त बाछा त बचाउनु पर्यो 15 देखि 30 लिटर दुध हामी खुवाउनलाई गाई किनेर ल्याछौँ काम नलाग्ने भएपछि सडकमा फालिदिने हो नि त अब यहाँ आमा बाउ मात्र फाल्न बाँकी छ कि फाल्न त कतिले फालिदिएछ नि पशुपति आएर पनि घुम्नु जाउँ भनेर पशुपति ल्याउँछन् त्यो चिसो खाएर बस्नुहोस् है आमा बुवा चिसो खाएर बस्नुहोस् भन्छन् अनि यहाँबाट कुलेलाम ठोक्छन् कति प्रहरीले समातेका घटनाहरू छन् होइन भनेपछि यो गोबरहरू यसको त काम लाग्छ अब त्यही त होइन अनुरोध गरेँ नि मैले यो पखालेर ढल जाम भएर त्यहाँतिर चुहिया छ भन्ने सुनेको छु त्यो ढल विकास होला यहाँ ढल निकासको व्यवस्थापन होला होइन र भनेपछि यो गाईको जग्गामा यो मल राख्ने ठाउँ पनि छैन यो देशलाई त मल चाहिएको छ नि काठमाडौँ नगरपालिकालाई मल चाहिएला यही कोषलाई मल चाहिन्छ हरेक नगरपालिकामा मल चाहिन्छ हामीलाई पैसा नदिनुहोस् पराल ल्याइदिनुहोस् मल लानुहोस् भनेको छौँ हामीले अनि के छ त कहाँ त्यो अब हजुर त अहिले त्यस्तो छ भने हामीलाई जस्तै यो राजेको यहाँ फुलबारी छ नि उहाँहरूले वार्षिक उत्सवमा केही पराल घाँस ल्याएर खुवाउनुहुन्छ त अघि नै भन्नु मैले साउकोटा थरको गुरु सिन्धुपालको जन्म यहाँ शिव पुर्याउँदाखेरि एउटा 13 वर्ष 71 सालबाट कति हो 12 वर्ष पुरा भयो होइन भनेपछि एउटा गुरुले आफै आएर भनेर दानपेटिका र केही पैसा उठाएर गर्नुभयो नत्र अरूको भन्छनमा पाएको पाप नलाओस्
भनिरहेको छु त मैले। मासिक खर्च कति हुन्छ सबै गरेर एउटा औसतमा? अब 1 लाखको परालले त्यही पराल मात्र खुवाउने हो रे 2 दिन पुग्दैन यहाँ। भने कति हुन्छ? 1 लाखको पराल 2 दिन। 2 दिन। यहाँ त दाताहरूले 1 किलो 2 किलो 5 किलो 10 किलो 15 किलो घाँस ल्याउनुहुन्छ, दाताहरूले पिठो ल्याउनुहुन्छ, नुन ल्याउनुहुन्छ होइन। नत्र भने त धान्न गाह्रो छ। यो भगवान् आराध्य देव भगवान्लाई पनि दया लाग्यो होला नि त। मलाई पत्ता लगाइदियो। एउटा महत्त्वपूर्ण कुरा, अब यहाँ आजीवन सदस्य हुनुहुन्छ, सहयोग गर्ने हुनुहुन्छ, दाताहरू हुनुहुन्छ, भक्तहरू आउँदाखेरि कसैले सहयोग गर्नुहुन्छ होइन। अब कसैले मनकारी व्यक्तिहरू पनि हुनुहुन्छ। त्यो सहयोग आएको रकम, खर्च, आम्दानीको हर हिसाब किताबहरू त्यो पाटो पनि त पारदर्शी हुनु पर्यो होला। त्यसको अडिटहरू सबै गराउने त चलन भइहाल्छ, तर त्यसमा पनि काहीँ कतै केही कसैबाट आशंकाहरू त व्यक्त भएको छैन नि? होइन, आशंका त किन हुन्न र? हुन्न र? यो देशमा आशंका हुन्न? काम गर्न एकजनालाई हाम्रो भक्तजनहरूलाई पुस्तकाएर र खुवा बनाउन भनेर ठाउँ दियो। डुप्लिकेट काम त गर्न थाल्नु भएछ, व्यापार गर्न थाल्नु भएछ। अनि त्यो के मिसाउट भनेपछि बन्द गरिदिएको, अतिहार जानुभयो, गृह मन्त्रालय जानुभयो उजुरी गर्न, सिडिओमा गर्नुभयो, कोषमा गर्नुभयो, पुलिसमा गर्नुभयो। त यहाँ त शङ्का गर्ने मान्छे छैनन् र? यहाँ त डलर आएको छ, वर्षिया छ भन्ने हुन्छ, तर हामीले सक्दो पारदर्शी गरेका छौँ। साँच्ची ठ्याक्कै यहाँ सोधिहालेँ। डलर भन्दाखेरि अन्तर्राष्ट्रिय, अब नेपालबाट बाहिर जानुभएका होइन गैर आवासीय नेपालीहरू, अरू विदेशमा रहनुभएका नेपालीहरू पनि थुप्रो हुनुहुन्छ। उहाँहरू पनि बेला बखतमा अब नेपाल आउँदा हरेकचोटि आउने, अनि यस्तो चिज कतिलाई थाहा हुन्छ, जानकारी हुन्छ, त्यो हिसाबले उहाँहरूबाट पनि केही सरसहयोग अथवा नियमित त्यस्तो विदेशमा बसेकाहरू पनि आजीवन सदस्यहरू हुनुहुन्छ? होइन, जति पनि हामी भन्छौँ नि भुटानी भन्छौँ नि, उहाँहरू नेपालकै हो होइन र? पुर्खा त नेपाल हो। उहाँ बुवा आमा दिदी भाइ दिदी बहिनी दाजुभाइ सारा नेपाली भाषी भुटानी उहाँहरू नेपालीले हो। मैले बारम्बार भनेको छु, हाम्रो घर छ, यहाँ आएर बस्नु पनि चिन्ता नमान्नुहोस्, यहाँ हामी सेवा गर्छौँ। उहाँहरूबाट धेरै सहयोग भएको छ। गाईप्रति कोही यहाँ आएको बेला यहाँ आएर दिनुहुन्छ अघि रसिद काटिदिन्छौँ हामी। गोप्यदान भन्नेको चाहिँ दानमा बायाँ हातले दिएको दाहिने हातलाई थाहा नहोस् भन्नेहरू कोही आउनुहुन्छ, त्यसरी राख्नुहुन्छ। त्यसको पनि रेकर्ड त चाहियो नि? होइन, रेकर्ड त हामी खोलेपछि यति आयो फलानु दानपेटी काट भने रेकर्ड रहन्छ, त्यो सबै अडिट हुन्छ अघि। अब शङ्का त जे पनि गर्न पाइन्छ नि, पाइन्न र? अब यहाँ कसरी खुवायो, लकडाउनको बेला एउटा गाई 2टा गाई छोडिदिएका छन्, अब हामीले यत्रो गाई कसरी पाल्यो होला भनेर मूल्याङ्कन गरिदिँदैनन्। यहाँ त डलर भन्छ, डलर पनि दिँदैनन् हामीलाई। फेरि विदेशबाट पठायो नि त्यो नेपाली भएर आउँदो रहेछ यहाँ आउँदाखेरि हगि। डलर चाहिँ पठाउँछन्, तर डलर चाहिँ हामीसँग आइपुग्दैन। कोहीले अस्ट्रेलियाबाट छोरीले $200 पठाएछ, $150 पठाएछ, यो डलरै टक्राइ भनेर पनि हातमा दिनुहुन्छ। अबको योजना के छ? कसरी अगाडि बढ्ने, के गर्ने, यो व्यवस्थापन गर्ने, यसलाई अन्त अब राज्य सरकारसँग यहाँको धेरै बढी आक्रोश अथवा गुनासाहरू छन्, त्यो चिजतिर लबिङ र एडभोकेसी बहस र पैरवी गरेर गौ संरक्षणका नीतिहरू कानुनहरू निर्माण गर्ने, अलिकति बजेट विनियोजन गर्ने कुरामा चाहिँ हाम्रो पहल कदमी पनि कम भयो होला हुन त? होइन, म 1 नम्बर चाहिँ के भन्छु भने नि, न्यायमूर्तिहरूले सर्वोच्च अदालतबाट परमादेश जारी भएको छ। गाई बाछा भएको ठाउँमा हटाउनै नि पाइन्न। हाम्रो यहाँ अघि यहाँदेखि लिएर स्थानीय निकायमा पनि गाईको संरक्षण हुनुपर्छ भनेको छ। त्यो कार्यान्वयन चाहिँ यो शासकहरूले कहिले गर्ने हो? नीति बनाउनु पर्यो, कार्यविधि बनाएर छिटो गर्नु पर्यो। राष्ट्रिय जनावर राष्ट्रिय जङ्गलमा चर्न पाउनु पर्यो। अनि मैले प्रधानमन्त्री, उपप्रधानमन्त्री हगि चाहिँ अर्थमन्त्री, अर्थ सचिव, वन मन्त्री, वन सचिव, भूमि सुधार मन्त्री, भूमि सुधार सचिव सारा भेटे के। त्यो भेटेर अर्थै छैन। राम्रो काम है तपाईँले गरेको, त्यो प्रोजेक्ट बनाएर पेस गर्नुहोस् भन्नुहुन्छ, कोही 1 हप्तामा आफै खुस्किनुहुन्छ। अब कार्यान्वयन हुँदैन यो देशमा। अनि म सरकारी निकायमा त्यो मेरो समय बर्बाद के गर्ने भन्नुहोस् त? म एउटा बिहामा जान पाउन्न, आफ्नो नातेदारको व्रतउन जान पाउँदिनँ हगि, त्यो मरुवा हुन्छ त्यो बेला भेट्न जान पाउँदिनँ। म यिनीहरूको सेवामा व्यस्त छु भनेपछि अनि उहाँहरूलाई धाएर मैले हात जोडेर गाईले सुख पाउँछन् र? त्यहाँ भगवान्ले अराएर राम्रो मान्छे त्यो राज्य नेतृत्वमा पुग्यो भने यिनले सुख पाउँछन्। जो मान्छे पुग्छ कि मनैदेखि यहाँ गाईलाई क्षमा पूजा गरेर
अनि पशुपति भोलेनाथ देवकानी महादेवलाई साँची राखेर पत्रकार सम्मेलन गरेर अगाडि बढ्ने हो भने 7 वर्षभित्र बहुमत एकलौटी हुन्छ, बल्ल उहाँहरूको नि सुख हुन्छ, देशले पनि सुख पाउँछ। अनि नेपाल आमा बल्ल हाँस्ने छन् कि होइन र? अब एउटा कुरा भनिदिनु त, गौ संरक्षण, राष्ट्रियता, धर्म र राजनीति बिचको सम्बन्ध। राजनीति पनि सेवा काम होइन र? राजनीतिमा मैले गाई सेवा गरेको थिएँ, जनता सेवा गर्नु भनेर जाने होइन र? एकदम जनताको सेवा त भएन नि। स्वयंसेवा होइन, स्वयंसेवा हो। स्वयंसेवा त्यो पनि बाबा जनताको सेवा हो नि झन्। योभन्दा नि पवित्र सेवा हो नि, गाईको जस्तै होइन र? त्यहाँ बुढी आमा हुनुहुन्छ, एकल महिला हुनुहुन्छ, एकदम दुःख भएका दाजुभाइ छन्। त्यो राज्यले खोइ सीमान्तकृत समुदाय होइन, खानै नपाउँछन्, काम गर्न नसकिन्छन्। अहिले यति बोरा चामल कुनै कुनैले दिनुभएको छ है, ती महापुरुषहरू हुन्, नत्र गरेका छन्। मैले कतिवटा मेयरलाई भेटेँ भने त हजुरलाई के अनुरोध गर्छु भने नि, म सडकको गाई बाछाबाट 7 वर्षमा पर व्यक्ति 1,50,000 मासिक कमाउने काम मैले गर्न सक्छु। फेरि भन्नु त्यो कुरा। 7 वर्षभित्रमा सडकका गाई बाछा पालेर यही देशमा राज्यले हाम्रो कुरा सुनोस्, नीति सानो बनाओस्, विदेशिनु पर्दैन, मासिक पर व्यक्ति 1,50,000 भन्दा बढी कमाइ हुन्छ। कसरी भन्नुहोस् न? हाम्रो कृषि प्रधान देश हो। अहिले हजुरले खाएको प्याज कहाँको खानुहुन्छ? आलु हजुरले कहाँको खानुहुन्छ? छिमेकको। तोरी कहाँको आउँछ? युक्रेनको तोरी आउँछ। कोदो कुन देशको खानुभएको छ? फापर चाइनाबाट आउँदैछ। ल हेर्नुहोस्, सबै आयातित छन्। त्यो कालो तत्त्व फालेर, हरे भगवान्, यहाँ शासक गतिलो थियो भने कृषि प्रधान देश, कोरियालाई र बेलायतसँगलाई पालेको देश हजुर, सहयोग गरेका देश होइन र? एकदम। अनि हामी अहिले भुटानको आलु, भारतको प्याज, चाइनाको प्याज, धिकार खोर्सानी भारतको खानुपर्छ। अनि म यो देशमा भोट देऊ भनेर हेर्नुहोस्, अहिले लाल लागेको छ कि अर्काकै एउटा अधिकार, भोट दिनु पनि अधिकार हो, नदेऊ भन्न खोजे होइन, कर्तव्य पनि। म पनि फुर्की गएर हो कि यहाँबाट मैले गाईलाई छोडेर 15-20 हजार खर्च गर्नुपर्छ। म त 54 सालको जनप्रतिनिधि स्थानीय निकायको चुनाव जितेको मान्छे, मलाई म गएपछि धेरै चासो हुन्छ नि जान। त्यो भोट कसलाई दिने हजुर भन्नुहोस् न? संस्कार र धर्म जोगाउने मान्छे मेरो अगाडि देखाउनुहोस् न यहाँ। हो जस्तो अस्ति राजालाई चाहिँ देशको माया रहेछ नि, सम्पत्ति नासियो, बर्बाद भयो हगि। अब यहाँ भोट दिएर अर्थ के हो त? त्यहाँ गएर म घाइते भयो भने गाईको कसले रक्षा गर्छ त? ग्यारेन्टी छ? हजुर कहीँ भोट दिन जाँदाखेरि तपाईँलाई आक्रमण भयो भने राज्यको सुरक्षा छ? विश्वास छ हजुरलाई? गाईको सुरक्षा भएन, भाइको सुरक्षा कसरी हुन्छ? एयरपोर्ट गौचरको घाँस किन्दा सेटिङमा किन्दाखेरि अब अहिले के भइरहेछ? आफ्नो मान्छेलाई ठेक्का दिन्छ। त्यो घाँस हामीले बिहान किन्यौँ भने बेलुका 8 बजे आइपुग्छ। ल हेर्नुहोस्, अनि पशुपति पत्ता लगाइन्छ। गौमाताको गौचरको घाँस, त्यो भाडा त अरूले उठाएर खाए। त्यो घाँस ल्याउँदा पनि बिहान 5 बजे किने घाँस बेलुका 9 बजे 8 बजे छिर्छ भनेपछि अनि यहाँ सत्यता छ। अनि यिनीहरूलाई हामीले मानिदिनु पर्ने। अनि म गाईको पुछार समाएर गाईको माया गर्ने, गाईलाई चाहिँ बचाउनुपर्छ भन्ने मान्छे मलाई लरे यिनीहरूले थुन्छ भनेर म डराइराख्ने हो भनेपछि राजनीति चाहिँ गौ संरक्षण मैत्री भएन। कुन चाहिँ भयो त ल भन्नुहोस् न तपाईँ? गौ संरक्षण भनेको धर्म संरक्षण पनि हो होइन? गाई तपाईँ यही भन्नुहोस् न। ए बाबा, कोही व्यक्तिले जनमत सङ्ग्रह गरेर धर्मनिरपेक्ष बनाएको हो भने हो, अहिले यही भन्नुहोस् त। अनि राजालाई चाहिँ के अरे निर्वाचन के अरे यो जनमत सङ्ग्रह गरेर राजालाई फाले हो? पूर्व राजा भन्छन् कि मलाई अचम्म लाग्छ नि। पूर्व राजा हो त? प्रधानमन्त्री पूर्व होला, म अध्यक्ष, म पूर्व अध्यक्ष का भन्न भयो। अनि राजालाई पूर्व भन्न मिल्छ भने त यहाँ त सुन्न, राजा गए, बिदाबारी गरे, धर्म पनि सिद्धियो, गाईलाई पनि सिद्धाइयो। अब पनि राज परिवारले पनि ध्यान जाओस् भन्छु कि म त। यहाँ त यो नेपालभरिमा कुनै पनि होटेलमा बिफको मासु भनेर भित्रिनुहुन्न, ठुलो क्रान्ति हुन्छ। नासिन्छ, देशै नासिन्छ भने त्यो रोकेन भनेदेखि
अब यहाँ कोही कोही बोल्छन् नि ल हेर्नुहोस् पापको भारी आहा कसरी पराजय हुन्छन् गाई धेरै भए गाईको मासु हामी निकासा गरेर अब गाईको बारेर गाईको निकासा गऱ्यो भने देश धनी हुन्छ भने बोल्या सुन्नुभयो होइन यस्ता कुरालाई तपाईँहरू आवाज उठाउनुहुन्न त्यो कसरी नासिन्छ हेर्नु न उसले जित्यो भने म आत्महत्या गरिदिन्छु त्यो बोलीले काफी भयो खैन सुन्नार मटन खानेले यो पनि खानुहुन्छ भने नि उसको नि हालत हेर्नुहोस् त्यो होइन भन्ने कुरा छ होइन होइन रहेछ भने केही हुन्न नत्र भने त राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि ठुलो धक्का लाग्यो के 72 सालको भूकम्पभन्दा धेरै ठुलो धक्का लागेन अब उहाँ त प्रचार बाहेक त यो एआईले बनायो होला सोडिङ वाग्लेले हिन्दू र राजा मान्ने यहाँ नआऊ भनेको छ भन्छन् त्यो हो भने त हामी रवि 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 भन्छौँ त्यो हो भने त किन जानु र होइन र अहिले जसरी पनि घन्टीलाई भोट दिनुपर्छ भनेका छौँ उहाँहरूको कोही भन्नुहुन्छ हामी धर्म र राजा त मान्दैनौँ भने त त्यहाँ पनि अप्ठ्यारो भयो नि त ल अब अन्त्यमा यो गौ संरक्षण नन्दी संरक्षण अभियानलाई एउटा सही मार्ग निर्देश गर्न यसको सही व्यवस्थापन गर्न समग्र नेपाल र नेपाल बाहिर रहनुभएका नेपाललाई माया गर्नेहरूलाई के भन्न चाहनुहुन्छ सबैलाई जसले गाई र सबै प्राणीलाई दया गर्नुहुन्छ देश विदेशमा रहनुहुने सम्पूर्ण यो धिप्री अनलाइन कार्यक्रम हेर्नेहरूलाई मेरो प्रणाम छ हजुर हामी सबै हातेमालो गरेर सबै प्राणीलाई बचाउनुपर्छ हाम्रो सदस्य बनेर अभियानमा जोडिनुहोस् तपाईँहरू उद्योगपति अघिना धनाध्यको नाम लिई तपाईँहरूले सुन्नुभयो भने तपाईँहरूको बुवा हजुरआमा नाममा विशाल विशाल गौशाला बनाएर हामीलाई काम गर्ने मौका दिनुहोस् नाम तपाईँकै राख्नुहोस् गोठालो हामी बन्दिने छौँ बनेका छौँ जिउँदो देउता हो धर्ममा मात्र नजोडौँ भन्छु त्यसो भए मैले त अन्तर्राष्ट्रिय अवार्ड पाउनै नहुने नि त त्यो जसले बाइबल पढेर शपथ कसम खान्छन् नि उहाँहरूले त ठुलो अन्तर्राष्ट्रिय अवार्ड प्रदान गर्नुभयो यो देशमा त जबरजस्ती तिनजनाले बसेर धर्मनिरपेक्ष बनाए होइनन् र भोटिङ गरेर त होइन नि यहाँ त 82% भन्दा बढी त सनातन ओम परिवारमा होइन ओमकार परिवारमा जोडिने हामी सबै छौँ नि ओमकार परिवारमा जोडिने सबैलाई म के अनुरोध गर्छु भने गौमाता धर्मको नामले मात्रै होइन अक्सिजन दिएर अक्सिजन लिन्छन् र विश्वबाट गौमाता र मौरी लोप हुने हो भने त्यो 7 महिना नि मानिस कुनै पनि प्राणीको जीवित रहन सक्दैन है त्यस कारणले जिउँदो देउतालाई बचाउन सबै हातेमालो गरौँ हुनेले ठुला ठुला गौशाला बनाउनुहोस् नहुनेले 1 रुपियाँ दान गर्नुहोस् हुनेले 5 करोड दान गरिने फरक परेन अहिलेसम्म धर्मगुरुहरूले गौशाला नबनाएको हुनाले मैले कडा स्वर गरे पनि तपाईँहरूको पनि सद्भाव जागोस् गुरुहरू पीठाधीश मठाधीश अनि ब्याङ्कका वित्तीय संस्थाहरू सिओजीहरूलाई पनि कमसेकम तपाईँहरूको नाफाको केही पर्सेन्ट एउटा हामीलाई पशु एम्बुलेन्स किनिदिनुहोस् अघि यो लाइफ इन्सुरेन्सहरूलाई नि अनुरोध गर्छु तपाईँहरू यत्रो मानिसको त आहा चिन्ताले कि कमाउन खोज्या भन्न पनि पर्ने हुन्छ है तपाईँहरूको कमाइबाट त्यो गाई ओसार्न घाइते बाछा ओसार्न घाँस ओसार्न हामीलाई एम्बुलेन्स गाडी गौशाला के सक्नुहुन्छ हजुरहरूलाई के भगवान्ले कृपा आशीर्वाद बक्सिन्छ मनले के स्वीकार्नुहुन्छ सहयोग गर्नुहोस् भन्न चाहन्छु त्यो धर्मले मात्र होइन हेर्नुहोस् यिनीहरूले सबलाई बचाउने प्राणी हो यी संसारबाट नाचिन् भने मौरी नाच्छन् भने हिन्दू क्रिस्चियन मुस्लिम जो छन् नि जे धर्म पनि हामीले छाड्नुपर्छ आखिरी धर्म फरक भयो भने भगवान् ईश्वर एउटै हुन् सबै मिलेर सबै प्राणीलाई बचाउँ यो बाहुनको हो यो क्षेत्रीको हो यो निवारको हो यो जातको भनेर जातित्व दोष नलाउँ सबैलाई मान्नुपर्छ सबैलाई माया गर्नुपर्छ हामी सबै मानव हो मानवीय व्यवहार गरौँ हिजो राति मात्रै हामीले 11वटा उद्धार गरेर आयौँ तिनीहरू चाहिँ दानव अनुहार चाहिँ मानवको मिल्यो व्यवहार चाहिँ दानव भयो त्यस कारणले हेर्नुहोस् अस्ति यहाँ हाम्रो पत्रकार मित्रले भनिहाल्नुभयो 8 लाखले दर्शन गर्नुभएछ 8 लाखले दर्शन गर्नुभयो भक्तजनहरूले
उहाँहरूले नबुझेर हजुर गाईले पत्ता लगाइदिएको शिवको बाण गोरु हो भने अर्को सालदेखि उहाँहरू जति हजुरहरू कार्यक्रम हेर्नुहुन्छ गाई र गोरुलाई दर्शन गरेर भोले बाबाको दर्शनमा जानुहुनेछ। सबैजना एकचोटि अवलोकनको लागि आइदिनु होला। हामीलाई जस्ता पाता सिमेन्टी उद्योगपतिहरूलाई फेरि पनि मेरो अनुरोध, ठुला ठुला गौशाला बनाएर राजेश हार्डवेयरदेखि लिएर ठुला ठुला हार्डवेयरहरू जतिले मलाई सबैको नाम आउँदैन, तपाईँहरू मनमा तपाईँहरूको दया पलाएर तपाईँहरू दानवीर हो महापुरुष हो भनेदेखि ठुला ठुला गौशाला बनाइनु पर्यो। हामी सरकारलाई मात्रै मुख ताकेर अब यो सरकारलाई मात्रै गाली गरेर पनि अब साध्य लागेन। यो देशै धनी हुन्छ, हेर्नुहोस् मैले अघि नै धनी हुन्छ हुन्छ भन्दा भन्दै अर्कोतिर अर्कोतिर हाम्रो कुरा गयो। धनी चाहिँ कसरी हुने भने नि एउटा टोलमा 50 रोपनी जग्गा छुट्याउने, 20 रोपनीमा गौशाला बनाउने, 30 रोपनीमा अर्ग्यानिक फलफुल लाउने, अनि अर्को ठाउँमा त्यसै गरी 50 रुपियाँ छुट्याउने तरकारी लाउने, अर्को ठाउँमा फलफुल लाउने, हगि कृषि फर्म हरेक चिज गर्ने, अनि विदेशबाट ल्याउनलाई बन्द गर्ने, अनि यहाँका किसानको प्रगति पनि हुन्छ, हामी निरोगी हुन्छौँ, अर्ग्यानिक खान्छौँ, अनि हाम्रा युवा युवती कोही पनि विदेश जानु परेन, मासिक 1.5 लाखभन्दा बढी यी कमाउँछ। राज्यले हामीलाई सोधोस्, सल्लाह लियोस्, 25 तपाईँहरूको मान्छेलाई माथि दिनु, हामीलाई 5 चाहिन्न, हामी गाई गोठालो नै बस्छौँ, तर हामीलाई सोधनी होस् न। देश सपार्ने अलिकति केही न केही हामीसँग पनि बुद्धि विवेक होला, योजना होला, होइन र? यो सारा गाईको जग्गा यो ग्लोभ फेरियरलाई नि भन्नुपर्छ, तपाईँहरू धनाढ्य भएर ठुलो महँगो गाडीमा अडेस लाएर ग्लोभ खेल्नुहुन्छ, तपाईँहरूलाई पाप लाग्नेछ। गाईको जग्गामा भोलि हेर्नुहोस्, तपाईँहरू पनि सोच्नुहोस्, त्यो हुन्न, यो गाईको जग्गा रहेछ र गाईलाई देऊ सरकार भनेर तपाईँले भन्नु पर्यो, आवाज उठाउनु पर्यो। एयरपोर्ट बनिसक्यो, अबको सरकारले यो एयरपोर्टको सट्टा छिटै यो उपत्यकाभित्रै जङ्गली जनावरलाई अरब छुट्याउने, जसले आराध्य पशुपति लगाइदियो उनलाई चाहिँ राज्यले छुट्याउनु पर्दैन, छुट्याएको पैसा नै अन्त लगाएर मास्ने हो। त्यो चिज सबै देश विदेशमा रहन हुने पत्रकार मित्रहरूलाई अनुरोध है, घचघचाउनु पर्यो। 3टा गाई पालेर 300 पालेर चोडेर राज्यको पैसा खान पाइएन। यो मैले के गरेको छु यहाँ पनि अनुसन्धान गरेर नराम्रो लेख्नु पर्यो कि हजुर, बुझ्नुभयो? मैले मिठो चिया खुवाएँ भनेर मेरो पछि लेख्ने होइन, एकदम छातीमा हात राखेर असल छ भने असल लेख्नु पर्यो, खराब छ भने खराब लेख्नु पर्यो। सबै प्राणीलाई बचाउनु पर्यो। पत्रकार मित्रदेखि लिएर पीठाधीश मठाधीश सेनापति, सेनाका प्रमुख, सेनाका अफिसर जवानदेखि जेसिओ अफिसरदेखि लिएर प्रहरीका जवानदेखि लिएर भनौँ न जेसिओ, त्यहाँ जुनियर अधिकृत सिनियर अधिकृत चिफ लगायत सम्पूर्ण कतिको नाम बिर्सियो होला, वित्तीय संस्थादेखि सेना प्रहरी लगायत सबैले कर्मचारी मुख्य सचिवदेखि लिएर सबैजनामा यो भाव पैदा होस् के है, गौ संरक्षणको लागि र सबै प्राणीको लागि भने जिउँदै देउता यिनलाई बचाउनु पर्यो। सबै प्राणीको लागि एउटा माग्ने पनि गरिब देशमा यो विश्व गुरु देशमा भौतारेर त्यहाँ माग्न बस्नु भएन के, किन माग्ने को उसको पुर्खा घर माग्यो कारण के रहेछ राज्यले पत्ता लगाउनु पर्यो, त्यसलाई व्यवस्थापन राज्यले गर्नु पर्यो। हस् धन्यवाद ल हजुरको यो टिम यो मिडिया ढिप्री चाहिँ अनलाइन मिडियालाई पनि धेरै धेरै धन्यवाद। अब आज आइदिनु भयो, सधैँ आएर हजुरहरू जस्तो धार्मिक अब चाहिँ मिडिया भनौँ धार्मिक अनलाइन जुनले चाहिँ बनाउनुहुन्छ, टेलिभिजनहरू छन्, टेलिभिजन आइदिनु पऱ्यो। अस्ति जय होस् टेलिभिजन आउनुभयो, त्यो एकचोटि आएर 3 महिना हराएपछि त कसरी सेवा हुन्छ र है। यो चाहिँ धार्मिक म धर्म जोगाउँछु संस्कार जोगाउँछु भन्ने पत्रकार मित्रहरूलाई नि मेरो अनुरोध, हप्तामा एकचोटि फोन गरेर आइदिनुहोस्, म मेची पुया पनि दौडेर आउँछु है। जय गौमाता, जय पशुपतिनाथ।